आज यस्तो के भन्दैछ ओस्तादले जोड तारमा लागिसक्नु भएको छ भन्ने कुरो म सब भिडियो बताउँछु र आज हाम्रो सेक्सनमा नयाँ नयाँ आइटम बन्नी छ अनि के हो त यसको नाम अहिले कसले बनाउनु भन्यो त भन्ने कुरो सबै भयो सो गाइज वेलकम ब्याक टु मिनी ब्लगमा सबैलाई स्वागत छ। आशा गर्छु साथीहरू सन्चै आएर हुन्छ, म पनि निकै आएर साथीहरू हिजोको भिडियो देख्नुभएको छ। यहाँ त बुटो झलेको थियो नि त, आज बुटो काट्ने मान्छेहरू आउनुभएको रहेछ। मलाई खुसी लाग्यो किनभने चाहिँ रोड सफा भयो साथीहरू। आज गर्मी त उक्खा छ। त्यसपछि म सिधा आएँ आफ्नो सेक्सनमा आइसकेर तन्दुर चाहिँ बवाल तरिकाले तन्दुर चलाएर तन्दुरको बाहिर यसो गर्दा आँखामा चाहिँ हेर्नु न हिट धेरै भएर काला काला भइरहने मेरो आँखा। त्यसपछि हामीले आज के हाल्दैछौँ त, आज हाम्रो के हुँदैछ त भन्ने कुरो साथीहरू। आज हाम्रो स्टाफको लागि चाहिँ यस्तो खालको कुल्चा छोले कुल्चा बन्ने र हप्ताको सेड्युल आइसकेको छ। आज त टेस्टिङको लागि कुल्चा बटर नानको कुल्चा हो। यो कुल्चा त टक्क तरिकाले आज मालिकलाई खिलाउने भनेर लाग्यो। टक्क तरिकाले ओस्तादीले 3-4 लगाउनु भयो, त्यहाँबाट मलाई तिमीलाई लगाउनु त कस्तो हुन्छ भनेर मलाई पनि लगाउँदिनँ। त्यसपछि लगाएर भ्याएपछि म ब्रेक सेरेक गरेर आएपछि टक्क लाएर चाप काट्नलाई चाप पनि दिनमा 2 किलो जान लाग्यो, बवाल तरिकाले भयो जान्छ। त्यसपछि 2टा रोटी अर्डर आएको थियो। त्यसपछि म रोटीतिर लागेँ र मलाई भोक लागेको थियो। त्यही बेला साथमा 3टा रोटी लगाएर एउटा रोटी मैले त्यसपछि खाइसकेपछि बखेडा थियो अनि बखेडा चिरफार गरेर बखेडा पनि खाएँ, बवाल लाग्यो। त्यसपछि अर्डर आएको थियो र ओस्तादी चाहिँ कता बाहिर चाहिँ जानुभएको थियो अनि बवाल तरिकाले मसरुम टिक्का आएको थियो। त्यसपछि मैले मसरुम टिक्का त हेर्नुहोस् न बवाल तरिकाले यस्तो तरिकाले लगाएँ र त्यसपछि साथीहरूले चाहिँ खाना बनाएर खाइरहनु भएको थियो। अनि त्यसपछि भाइले चाहिँ ल मैले खाना खाएँ भनेर 9 बजी अन्त पहिला हाम्रो कमरे खाना खानुपर्छ। त्यसपछि लास्ट एउटा 2टा रोटी आएको थियो। त्यो हाम्रो आजको दिन खतम गरेँ। तपाईँहरू कस्तो भयो कमेन्ट भिडियो